डिसोम गो एपमा एनपीएल स्ट्रिमिङको पिक्चर क्वालिटी बढाउने तरिका। यदि तपाईँ एन्ड्रोइड मोबाइल चलाउँदै हुनुहुन्छ भने पहिला स्क्रिनमा एक पटक ट्याप गर्नुहोस् र त्यसपछि स्क्रिनमा देखिएको सेटिङ अप्सनमा ट्याप गर्नुहोस्। अब तपाईले यहाँ स्क्रिनमा देखाइएको जसरी क्वालिटी कोलममा पिक्चर क्वालिटी अप्सन सेलेक्ट गर्न सक्नुहुनेछ। 1080p सेलेक्ट गरेर क्रस बटनमा ट्याप गर्नुहोस् र हाई क्वालिटी स्ट्रिमिङको मज्जा लिनुहोस्। यदि तपाईँ आइफोनबाट स्ट्रिमिङ हेर्दै हुनुहुन्छ भने पहिला स्क्रिनमा ट्याप गरी सेटिङमा जानुहोस्, त्यसपछि क्वालिटी अप्सनमा ट्याप गर्नुहोस्। अब तपाईले स्क्रिनमा देखिए जसरी 3 वटा अप्सन देख्न सक्नुहुनेछ। बीचको अल्ट्रा हाई अप्सन सेलेक्ट गरी हाई क्वालिटी स्ट्रिमिङको मज्जा लिनुहोस्। यदि तपाईँ वेबबाट स्ट्रिमिङ हेर्दै हुनुहुन्छ भने टप राइट स्क्रिनमा रहेको सेटिङमा क्लिक गर्नुहोस्, त्यसपछि क्वालिटीमा क्लिक गर्नुहोस्। अब तपाईले यसरी विभिन्न अप्सनहरू देख्न सक्नुहुनेछ। 1080p सेलेक्ट गरी ब्याक गर्नुहोस् र फुल एचडी क्वालिटीको स्ट्रिमिङको मज्जा लिनुहोस्। याद राख्नुहोला, उच्च गुणस्तरको भिडियो हेर्नका लागि भिडियोको क्वालिटी इन्टरनेटमा पनि निर्भर हुने हुँदा आफ्नो इन्टरनेटको स्पिड राम्रो रहेको सुनिश्चित गर्नुहोस्।